तपाईहरुले यस्तो खाले भिडियो त देख्नु भएकै होला जसमा घरहरु नाग्ने पुलहरु नाग्ने यस्तो भिडियोहरु कसरी बनाउने आज तपाईहरुलाई म सिकाउँछु 2 मिनेट भित्रै। सबभन्दा पहिला भिडियो सुट गरौँ अनि भिडियो सुट गर्दाखेरि चाहिँ ध्यान दिनुपर्ने कुराहरु चाहिँ एकदम स्टेबलाइजेसन हुनुपर्छ। एक पनि यति पनि हल्लिनु हुँदैन र त्यसलाई कतैमा अड्याउने या त सेल्फी स्टिकको सहायताले पनि गर्न सक्नुहुन्छ। सुटिङतिर जाउँ आफ्नो एक्टिङ यसरी गर्न सक्नुहुन्छ र चलो अब हामीहरु चाहिँ एडिटिङतिर लागौं। सबभन्दा पहिले हामी चाहिँ क्यापकट फाइलबाट एडिट गर्ने छौं। क्यापकट फाइल छैन भने तपाईहरु प्ले स्टोरमा गएर क्यापकट सर्च हानेर पनि गर्न सक्नुहुन्छ। सिलेक्ट गरिसकेपछि त्यो भिडियोलाई दुईवटामा काट्नु पर्छ। कतावटा छ मेरो जम्पिङ यहीसम्म रहेछ। यसलाई फ्रिज गर्नुपर्ने हुन्छ हामीले। फ्रिजको लागि और यसमा अप्सन हुन्छ यो फ्रिज लेखेको छ यसमा टच गर्नु होला अनि यो फ्रिजलाई तल ओभरलेमा लैजानु होला। ओभरले यसमा छ यो तलपट्टि दायाँ कुनामा अनि यसलाई पिसमा ल्याएर तपाईहरुले एक्टिङ सिकिन्छ। अनि यसलाई मास्कमा गएर यो होरिजन्टल वाला सिलेक्ट गरेर यसलाई उल्टा गर्दिनु होला। यसलाई उल्टा गरेर अनि यसलाई यति गराइदियो भने तपाईको भिडियो 50% बनिसक्यो। 50% बनि एडजस्टमा टच गरेर फेरि यसमा तपाईहरु एडजस्ट पनि गर्न सक्नुहुन्छ। यसलाई वरपर पारेर कति मेरो ह्याङ चलिरहेछ तपाईहरु राम्रोसँग गर्नु होला। यसमा गएर यसलाई ठिक गर्यो भने तपाईहरु बनिसक्यो। अनि तपाईहरु यहाँ देख्नु यसमा यो तल्लेपट्टिको यो फ्रिज वाला चाहिँ यसमा बराबर यही मजत्ता उफ्रिरहेछ नि त्यसमै गएर सकिनु पर्ने हुन्छ। यसलाई यहाँ देख्नु उता नलग्ने यसलाई यही राख्ने अनि यहाँ देख्नु हामी झरेको यहाँ हुन्छ। पहिलो भिडियो भएको कारण तपाईहरुलाई बुझाउन पनि सकिन होला। त्यही पनि केही छैन। तपाईहरु बुझ्ने प्रयास गर्नु होला र मन पर्यो भने सब्स्क्राइब र लाइक पनि गरिदिनु होला। तपाईहरुको लागि यस्तै इन्फर्मेसन भिडियोहरु लिएर आउने छु। नेक्स्ट भिडियोसम्मको लागि बाइ बाइ।